हस्तान्तरण गर्ने, एउटा राजनीति हस्तान्तरण गर्ने, त्यो सुधारिएको समाज हस्तान्तरण गर्ने र संस्कृति हस्तान्तरण गर्ने यो पार्टी हो। त्यसकारणले यो एउटा पार्टी मात्रै होइन, यसले विभेद, यसले असमानता, गरिबी बाँड्दैन। यसले त स्वतन्त्र, धनी, खुसी, सुखी, सम्पन्नता र स्वाधीन नेपाल ल्याउँछौँ भनेर यो कुरा गर्छ। हामी यो बाँड्न चाहन्छौँ। अहिलेसम्मको राजनीतिक पार्टीहरूले देशमा खालि गरिबीको समाधान कसरी हुन्छ भन्ने कुरा सत्तामा गएर उनीहरूले कुनै किसिमको काम गरे र आज हामीलाई परिणाम चाहिएको छ। परिणाम सहितको आज हामीलाई राजनीतिक पार्टी चाहिएको हुनाले हामी हाम्रो पार्टीलाई अन्धविश्वासको ठाउँमा हामी विज्ञान स्थापना गर्न चाहन्छौँ। हामी पितृसत्ताको ठाउँमा लैङ्गिक समानता स्थापना गर्न चाहन्छौँ। सामाजिक संस्कृतिको ठाउँमा प्रगतिशील संस्कृति निर्माण गर्न चाहन्छौँ। भ्रष्टाचार, असमानता, यहाँको बेरोजगार र यहाँको विभेद हाम्रो आजको मुख्य शत्रु। हामीले कुनै साम्राज्यवाद, विस्तारवाद र यहाँको पनि घरेलु शक्तिहरू शत्रुहरू हामी भन्दैनौँ। ती राजनीतिमा कहिले मित्र हुन्छ, कहिले शत्रु होला। तर हामीले यो हो नेपाली समाजको एउटै मात्रै शत्रु भ्रष्टाचार, विभेद हो, असमानता हो। यो कुराहरूलाई अन्त गर्छौँ। हुनु त हामीलाई मान्छेले कम्युनिस्ट छोड भन्छ। कम्युनिस्ट छोड्नेहरूले किन विभेदको समाउनेले किन विभेदको अन्त नगरे? कम्युनिस्ट छोड्नेहरू आफै किन भ्रष्टाचारी भए? हामीले यो पार्टी अहिले एकता नगरौँ। एकता गर्ने नेतालाई भ्रष्टाचारको मुद्दा लागेको छ। हामीले भनेका थियौँ हामी भ्रष्टाचारको विरोधी अभियानमा छौँ भनेपछि हामीसँग एकता हुँदै गरेको पार्टीको नेता, नेतृत्व र त्यो पार्टीकै छवि धमिलो भएको बेलामा संसदबाट नै निलम्बित हुनु पर्ने, निलम्बित भएको बेलामा यो बेला हामीले एकता गर्नु हुँदैन। तर टेरिएन नै यहाँ पार्टी कहाँ जनताको लागि छ, भ्रष्ट नेताहरूलाई रक्षा गर्ने छाताको रूपमा मात्रै पार्टी छ। त्यस्तो छाता, त्यस्तो भ्रष्टहरूको रक्षा गर्ने हामीलाई पार्टी चाहिएको छैन। हामीलाई निष्पक्ष, निष्कलङ्की, पारदर्शी र एउटा सत्यमा आधारित जनताको निम्ति, देशको निम्ति समर्पित भएको पार्टी चाहिएको कुराले हामीले अहिले यो पार्टी खोलेका छौँ। भ्रष्टाचार कहाँ छ? भ्रष्टाचार कहाँ छ? शक्ति केन्द्रीकरण जहाँ छ त्यहाँबाट भ्रष्टाचार। एउटा नगरपालिकाको टिकट, इटरी नगरपालिकाको टिकट एउटा दुःख गरेको कार्यकर्ताले पाउनु पर्यो भनेर चाहना गर्दाखेरि नेतालाई होइन, नेताको छोराछोरीलाई होइन, नेताको साड भएर सालीलाई चाकडी गर्नु परेपछि र त्यहाँबाट चाकडी गर्दै गएर एउटा टिकटलाई 5 करोडसम्म तिर्नु परेपछि भ्रष्टाचार चुनावको टिकटबाट बसेको छ। 5 करोड टिकट किन्नु, 10 करोड चुनाव लड्नु, अनि उसले त 30 करोड कमाउने होला नि त। 15 करोड खर्च भएपछि यहाँबाट भ्रष्टाचारको किरा पसेको छ। त्यसलाई हामीले अन्त गर्नुपर्छ। त्यसकारणले लोकतान्त्रिक, प्रगतिशील लोकतान्त्रिक पार्टीको सङ्गठनात्मक सिद्धान्त भनेको छ। अघि माथिको कुरा गर्नुभयो, देश झल्केको हुनुपर्छ, तल जाँदाखेरि कमिटीहरू स्वायत्त हुनुपर्छ र व्यक्तिहरू अर्थात् पार्टी सदस्यहरू सार्वभौमिक हुनुपर्छ। इटरी नगरपालिकाको, धरान नगरपालिकाको, महानगरपालिकाको टिकट त्यहीँको पार्टीले दिनुपर्छ। जित्दाखेरि उनीहरूलाई धन्यवाद र बधाई आउँछ माथिबाट, हार्दाखेरि जिम्मा पनि लिनुपर्छ। जम्मै कुरा माथि लिने, पैसा लिने, तेरो र मेरो छुट्याउने, त्यो त आँखाले छ्याङछ्याङ्दी देखिराखेको छौँ। हामी नभनौँ नेताको छोराले चुनाव लड्दाखेरि कसरी के गरेर जिताइन्छ। कार्यकर्ताले चुनाव लड्दाखेरि कतिसम्म वास्ता गरिन्छ। 4 चोटि चुनाव लड्न थाहा होला नि, गाउँघरमा के छ नि, बेथा त बिहाउने गाईलाई नै थाहा हुन्छ। मलाई बेथा थाहा छ। त्यस कारणले गर्दा त्यस्तो विभेदकारी जब व्यवहार हुन्छ नेताबाट, त्यहाँबाट न राष्ट्रिय स्वाधीनताको निम्ति त्यो एउटा विचार सञ्चार हुन्छ, न त समाजलाई मुक्ति गर्ने जोस र जागरण पैदा हुन्छ। त्यस कारणले हामीले यो भ्रष्टाचारको मूल स्रोत पार्टीको निरङ्कुश शक्ति हो, त्यसलाई अन्त गर्न खोजेका छौँ सङ्गठनको क्षेत्रमा। अहिले भन्छन् अरे सकियो साथीहरू त पार्टी छोडेर, सुदन किरण त झन् सकिँदै गयो। म नसकिनुको लागि मलाई त मजा, मेरो लागि त त्यही मन्त्री पनि भन्थ्यो, सांसद पनि जितेकै, फेरि पनि जित्यो होला, त मेरो लागि मात्रै मजा भएर पाएँ।
म नसकिएर भएन, देश सकिनु त भएन नि। म सकिएको हो या होइन मलाई थाहा छैन। बाँकी जिन्दगी फेरि समयलाई नै परीक्षा दिँदै गइने। यो जोखिम उठाउने मैले साहस गरेँ, हामीले साहस गरियो, टिमले साहस गर्यो, हामीले गरेका छौँ। त्यो पनि हेर्ने दृष्टिकोण हो। काठमाडौँतिरबाट पूर्वतिर हेरि पठाउँदाखेरि नेपालको सिमाना कहाँ रोकिएको छ? नेपालको सिमाना मेचीमा गएर सकियो भन्छ, तर मेचीबाट हेरि पठाउनेले नेपालको सिमाना मेचीबाट सुरु भयो भन्ने हुन्छ। हामीलाई हेर्ने दृष्टिकोण कहाँ उभेर गरिराखेको छ? नेपाली पार्टीमा कि पुर्ख्यौली सम्पत्ति नै तपाईँको चाहिँ खाउला पिउला भन्ने दृष्टिकोणमा हो? कहाँबाट उभेर उसले हेरिराखेको छ? त्यो कुरा हो। हामी भन्छौँ मेचीबाट हाम्रो सिमाना सुरु, उसले भन्छ मेचीमा गएर तिम्रो सिमाना सभा देशको सिमाना। त्यस्तो हुँदैन। अहिले पनि म यहाँलाई भन्छु, यो गङ्गा जमुना है, गङ्गा जमुनाको हलको यही ढोकाबाट निस्केको मान्छेहरू अमेरिका पनि पुग्छ, जापान पनि पुग्छ, क्यानाडा पनि पुग्छ। तर यही ढोकाबाट निक्लेर गएको मान्छे सप्तकोशीमा गएर हाम फालेर मर्न पनि सक्छ। ऊ यो ढोकाबाट निस्को भनेर होइन, उसले निस्किँदाखेरि के सोच बनाएर निक्लेको थियो, के सपना बोकेर निक्लेको थियो भन्ने कुरा पहिलो कुरा हुन्छ। त्यस कारणले सुदन किराँती सकियो, साथीहरू सकियो, सिद्धियो भएर जसरी मान्छेलाई विचारविहीन भावनाको कुरा गरेर हिँड्दैछ। म सकिएकोमा चिन्ता किन गर्ने? पार्टी कार्यालयमा दन्दनी आगो बलेर पार्टी सकिएको चिन्ता किन नगरेको? देशको स्वाधीनता यति ठुलो सङ्कटमा परेको बेलामा देश सकियो भनेर चिन्ता किन नगरेको? 23 र 24 गते देश त थिएन, हामी सबैलाई थाहा छ। हामीले 17,000 बलिदान गरेर लिएको गणतन्त्र 24 घण्टाभित्रमा 24 घण्टा पनि टिक्दैन भने हामीले कस्तो व्यवस्था लिएर आयो? हामीले हत्या हिंसाको विरुद्धमा आवाज उठाएर लिएको गणतन्त्रमा बक्का बकी 18-19 वर्षको नानीहरू टाउकोमा गुली खाएर ढल्नुपर्छ भने हामीले कस्तो खालको लोकतन्त्र लिएर आएछौँ? हामीले कस्तो खालको गणतन्त्र लिएर आएछौँ? यो प्रश्न जनताले गर्नेछ, इतिहासले गर्नेछ। नेताहरूलाई, ती पार्टीहरूलाई जसले गल्ती गरौँ तिनीहरूलाई। त्यस कारणले हामीले यो छोड्यौँ। अहिले भनिन्छ अरे हँसिया हटौडा छोड।